चिनिया नम्बरबाट जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई फोन आएपछि हंगामा। पूर्व गृहमन्त्री सुदन गुरुङ विरुद्ध समाचार लेख्न 10 लाखको अफर। कार्यालयमै पैसा छोडिएको प्रकरणमा चीनद्वारा निष्पक्ष छानबिनको माग। सोबारे विशेष जानकारी रहने शेष भिडियोमा। तपाईहरूले तिरेको कर सहकारी ठग बचाउन सरकारले बाँडिरहेछ। खोइ बोलेको साना बचतकर्ताको रकम फिर्ता गर्ने सरकारी कदमप्रति सांसद हर्क साम्पाङको तीव्र आक्रोश। दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 ठूला व्यवसायी विरुद्ध 20 अर्ब बिगोको सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता हुँदै हिरासतमा 2 जना मात्रै, अन्य सबै फरार। यसबारे पनि निकै महत्त्वपूर्ण जानकारी रहनेछ। गणतन्त्र दिवसको विशेष समारोहमा सम्बोधन गर्न चाहेनन् प्रधानमन्त्री बालेन। आफूले गर्नुपर्ने भाषण राष्ट्रपति पौडेललाई गराइदिन पत्र पठाएपछि शीतल निवास असन्तुष्ट। पोखराको फिर्की खोला अतिक्रमण गरी बनाइएका संरचनामा चल्यो महानगरको डोजर। 22 अर्ब पुरानो लायन्स क्लबको भवन सहित दर्जनौं टहरा ध्वस्त। पृथ्वी चोक बस पार्क खाली गराउन 15 दिनको थप समय। पूर्व प्रधानमन्त्री देउबा माथिको पक्राउ पूर्जी विरुद्धको रेटमा आज सर्वोच्चमा बहस हुँदै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारे संयुक्त इजलासमा सुनवाई सुरु। एमाले सचिवालय बैठकमा राजीनामाको दबाव आएपछि आक्रोशित बने अध्यक्ष ओली। म विधि र प्रक्रियाबाट निर्वाचित अध्यक्ष हुँ, दबाव दिएर गलत्याउन मिल्दैन। प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौं। यसबारे पनि महत्त्वपूर्ण जानकारी रहनेछ। राष्ट्रपाको फास्ट ट्र्याक महाधिवेशन कार्यतालिका सार्वजनिक ओडादेखि केन्द्रसम्मै निर्वाचन प्रणाली लागू हुने विश्लेषकहरू भन्छन् राजनीतिक हतारो। जेठ 15 को संवैधानिक बाध्यता। बालेन सरकारको पहिलो बजेट निर्माणमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आफै दिन रात काममा खटिँदै। यसबारे पनि विशेष जानकारी रहनेछ। दर्शक महानुभाव, सर्वोच्चमा गोला प्रथा प्रणाली हटाई सशक्त आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी। पुरानो व्यवस्था बिउत्याई न्यायपालिकामा राजनीतिक चलखेल बढ्ने दाबी। वर्तमान सरकार लोकतान्त्रिक मूल्य मान्यता भुलेर अधिनायकवादतर्फ उन्मुख भएको एमालेको निष्कर्ष। 11 वटा गम्भीर आरोप लगाउँदै सडक र सदनबाट भण्डाफोर अभियान चलाउने घोषणा। जलाशय युक्त आयोजना प्राथमिकता भन्दै मन्त्रीले कुलेखानीमै पाठ पढाए, तर लगानीको स्रोतबारे विज्ञहरूको प्रश्न यथावत लगायत थुप्रै समाचारहरू तपाईहरुमाझ प्रस्तुत गर्नेछौँ। अन्तिमसम्म हामीसँगै रहनुहोला। नेपाली पत्रकारलाई चिनिया नागरिकले घुस दिएर एक राजनीतिक नेता विरुद्ध भ्रामक समाचार लेख्न लगाएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियो र स्क्रिनशटको विषयले नयाँ र कडा कूटनीतिक रूप लिएको छ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ जोडिएको यो विवादित घुस प्रकरणप्रति नेपाल स्थित चिनिया दूतावासले गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न नेपाल सरकारसँग माग गरेको हो। यो सारा विवाद जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई आएको एउटा फोन कल र त्यसपछि कार्यालयमा भएको गतिविधिबाट सुरु भएको हो। जनआस्थाको दाबी अनुसार चिनिया नम्बरबाट श्रेष्ठलाई फोन गरी पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सुदन गुरुङ विरुद्ध नकारात्मक समाचार लेखिदिन भन्दै 10 लाख रुपैयाँको प्रस्ताव गरिएको थियो। त्यति मात्र होइन, पछि जनआस्थाको कार्यालयमै पुगेर एक अज्ञात युवतीले महँगो रक्सीको बोतल र 50,000 रुपैयाँ नगद छोडेर गएको दाबी समेत सञ्चार माध्यमले गरेको छ। यस विषयमा सामाजिक सञ्जालमा अडियो भाइरल भएपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठ आफैले उक्त अडियोमा भएको आवाज आफ्नै भएको स्वीकार गरेका छन्, तर उनले आफ्नो बचाउ गर्दै उक्त अडियोलाई नियतवश तोड मरोड र सम्पादन एडिट गरेर बजारमा ल्याएको दाबी गरेका छन्। श्रेष्ठले अडियोको सत्यता पुष्टि गर्नका लागि चुनौती दिँदै सम्पादन नगरेको पूर्ण अडियो सार्वजनिक गर्न समेत माग गरेका छन्। यो घटनामा चीनको नाम जोडिएपछि काठमाडौँ स्थित चिनिया दूतावासले तत्कालै एक औपचारिक विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर आपत्ति जनाएको छ। दूतावासले चिनिया नागरिकले नेपाली राजनीतिज्ञ विरुद्ध रिपोर्टिङ गराउन पत्रकारलाई घुस दिएको भन्ने आरोपलाई पूर्ण रूपमा भ्रामक र कपोकल्पित भन्दै अस्वीकार गरेको छ। चीनले जहिले पनि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेपको नीति लिँदै आएको स्मरण गराउँदै दूतावासले यो हल्ला चीनको अन्तर्राष्ट्रिय छवि बिगार्ने उद्देश्यले नियोजित रूपमा फैलाइएको दाबी गरेको छ। चिनिया पक्षले नेपाल सरकारलाई यस घटनाको गहिराईमा पुगेर छानबिन गर्न र दोषी देखिएका व्यक्ति वा समूहलाई नेपाली कानुन अनुसार कडा कारबाही गर्न आग्रह गरेको छ। एकजना बहालवाला सांसद एवं पूर्व गृहमन्त्रीको चरित्र हत्या गर्न विदेशी चलखेल भएको र सञ्चार माध्यममा पैसाको लेनदेन भएको यो गम्भीर दाबीले नेपाली सञ्चार क्षेत्र र राजनीतिक वृत्तमा ठूलो तरङ्ग पैदा गरेको छ। घटनाको प्राविधिक र कानुनी सत्य तथ्य बाहिर आउन बाँकी भए पनि छिमेकी देशले नै विज्ञप्ति निकालेर अनुसन्धानको माग गरेपछि यो प्रकरण अहिले राष्ट्रिय सुरक्षा र कूटनीतिक बहसको केन्द्रबिन्दु बनेको छ। यति बेला किशोर श्रेष्ठ माथि सामाजिक
सञ्जालमा निकै प्रहार समेत भइरहेको छ। यसै गरी अर्को महत्त्वपूर्ण समाचार रहेको छ दर्शक महानुभाव, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै कडा विरोध गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले जनताले रगत पसिना बगाएर तिरेको करको दुरुपयोग गरी सरकारले सहकारीका ठगहरूलाई संरक्षण गर्न खोजेको आरोप लगाएका हुन्। उनले सिधा र आक्रामक शैलीमा जनतालाई प्रश्न गर्दै भनेका छन्, जनता हो, तपाईहरूले तिरेको कर सहकारी ठगलाई बचाउन सरकारले बाँडिरहेको छ, खोइ त बोलेको। सरकारले हालै मात्र विभिन्न समस्याग्रस्त सहकारीमा फँसेका साना बचतकर्ताहरूको रकम राज्य कोषबाट फिर्ता दिने प्रक्रिया अगाडि बढाएको छ। सर्वसाधारणको बचत डुब्न नदिन सरकारले यो कदम चालेको दाबी गरे पनि सांसद साम्पाङले भने यसको कडा आलोचना गरेका छन्। सहकारी सञ्चालक र ठगहरूले हिनामिना गरेको रकमको भार राज्य कोष र आम जनताको थाप्लोमा हाल्न नहुने उनको तर्क छ। ठगहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई पैसा फिर्ता दिनुको साटो जनताले तिरेको कर बाँड्नु न्यायसङ्गत नभएको भन्दै उनले सरकारी नीतिको विरोध गरेका हुन्। सधैँ जनसरोकारका मुद्दामा खरो रूपमा प्रस्तुत हुने साम्पाङले यसपटक पनि सामाजिक सञ्जाल मार्फत सिधा जनतालाई नै घचघच्याउने प्रयास गरेका छन्। सहकारी पीडितको आँसु देखाएर सरकारले राज्य कोषको रकम गलत ठाउँमा खर्च गरिरहँदा पनि सर्वसाधारण नागरिक र बौद्धिक वर्ग मौन बसेकोमा उनले अचम्म प्रकट गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष सहित सांसदको भूमिकामा रहेका साम्पाङको यो अभिव्यक्तिले सहकारी सङ्कट समाधानका लागि सरकारले अपनाएको पछिल्लो रणनीतिमाथि राजनीतिक र सामाजिक वृत्तमा नयाँ बहस छाडिदिएको छ। दर्शक महानुभाव, त्यसले अर्को एकदमै महत्त्वपूर्ण समाचार रहेको छ। बिमा र शेयर बजारको कानुनी विपरीत गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा देशका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरू ठूलो कानुनी सङ्कटमा परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले देशका नामुद व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ। विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणको अनुसन्धान प्रतिवेदनलाई मुख्य आधार बनाउँदै करिब 20 अर्ब रुपैयाँ बिगो कायम गरेर आरोप पत्र बुझाएको हो। विभागले कानुनले दिएको 90 दिनको अनुसन्धान अवधिलाई व्यवस्था गर्दै 2 महिना नपुग्दै हतार प्रतिवेदन बुझाएपछि अनुसन्धानको गम्भीरता माथि प्रश्न भने उठेको छ। तर सरकारी वकिल कार्यालयले सोही प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरिसकेको छ। अचम्मको कुरा त के छ भने यति ठुलो वित्तीय अपराधको मुद्दा दर्ता हुन लाग्दा विभागको हिरासतमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल मात्रै छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छा सर्वोच्चको आदेशले रिहा भइसकेका छन् भने बाँकी 26 जना आरोपितहरू फरार छन्। अदालतमा मुद्दा दर्ता भएपछि उनीहरूलाई फरार अभियुक्तकै रूपमा पेश गरिनेछ। विभागको सिफारिस सूचीमा इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल, उनकी पत्नी सुबी अग्रवाल, शङ्कर ग्रुपका अध्यक्ष शङ्कर लाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल र उद्योगी शेखर गोल्छा रहेका छन्। त्यसैगरी जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रिइन्सुरेन्सकी सिइओ उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायीहरू ऋषिराज मोर, सन्दीप जाचन, दीपक बम्सल र भारतीय नागरिक उपेन्द्र हिरावत लगायतलाई पनि आरोपी बनाइएको छ। आरोपीहरू विरुद्ध बिमा, धितोपत्र र शेयर कारोबार सम्बन्धी कानुन विपरीत कसुर गरेको अभियोगमा 2 देखि 10 वर्षसम्म कैद, बिगो बमोजिम, जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको माग गर्ने सरकारी वकिल कार्यालयको तयारी छ। अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टले पब्लिक लिमिटेड कम्पनी हिमालयन रिइन्सुरेन्सबाट 2 अर्ब 73 करोड रुपैयाँ, हिमालयन इन्सुरेन्स ब्याङ्कबाट 22 करोड, नेपाल माइक्रो इन्सुरेन्सबाट 26 करोड र अन्य विभिन्न फन्डहरूबाट करोडौँ रुपैयाँ आफ्नो नाममा शेयर किन्न प्रयोग गरेको खुलेको छ। उनले जनताको पैसा निकालेर विभिन्न बिमा कम्पनीको लाखौँ किता शेयर किनेका थिए र सो रकम भ्रिकुटी ब्रोकर हुँदै व्यवसायी ऋषिराज मोरसम्म पुगेको देखिएको छ। मोर बयान दिए लगत्तै सम्पर्कविहीन भएका छन्। यता अर्का व्यवसायी सुलभ अग्रवालले पनि हिमालयन रिइन्सुरेन्स सहित विभिन्न 8 वटा माइक्रो इन्सुरेन्स कम्पनीमा मिलिमहतो गरी लगानी गरेर ठगी गर्न खोजेको विभागको दाबी छ। सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले भट्ट सहितको आरोपपत्र प्राप्त भएको र त्यसमाथि गहन अध्ययन भइरहेको जानकारी दिएका छन्। केही दिनभित्रै अदालतमा मुद्दा दर्ता हुने स्रोतले जनाएको छ। यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पनि यसै प्रकरणमा बैंकिङ कसुर अन्तर्गत छुट्टै अनुसन्धान गरिरहेको छ। आगामी दिनमा सिआइबी र सम्पत्ति शुद्धिकरण विभाग दुवैको संयुक्त आरोपपत्र समेत अदालत जाने बताइएको छ। देशका स्थापित
औद्योगिक घराना र व्यापारिक सुप्रिमहरू नै अर्बको सम्पत्ति शुद्धिकरणको मुद्दामा तानिएपछि नेपालको कर्पोरेट र वित्तीय क्षेत्रमा यति बेला ठूलो भुइँचालो गएको छ। यता गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते टुडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सम्बोधन नगर्ने भएका छन्। विगत लामो समयदेखि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मुख्य सम्बोधन गर्ने स्थापित परम्परा र प्रचलन रहँदै आएकोमा यसपटक प्रधानमन्त्री शाहले उक्त परम्परा तोड्ने निर्णय गरेका हुन्। उनले आफूले सम्बोधन गर्नुको साटो राष्ट्रपति रामचन्द्र पौडेललाई नै समारोहमा सम्बोधन गराइदिन सिफारिस गर्दै पत्र पठाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रपति कार्यालयलाई औपचारिक पत्र लेख्दै संविधानको धारा 66 को उपधारा 2 बमोजिम गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको हो। मन्त्री परिषदले प्रधानमन्त्री बालेनकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ र सोही समितिको नेतृत्वमा दिवसको तयारी भइरहेको छ। तर मूल आयोजक समितिको अध्यक्ष रहेका कार्यकारी प्रमुखले नै औपचारिक समारोहमा बोल्न अनिच्छा देखाएपछि राजनीतिक र प्रशासनिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। प्रधानमन्त्रीले आफूले गर्नुपर्ने सम्बोधन समेत राष्ट्रपतिलाई गर्न सिफारिस गरेपछि राष्ट्रपति कार्यालय शीतल निवास भने असन्तुष्ट बनेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार कार्यकारी प्रमुखले राज्यको प्रमुख नागरिक र राष्ट्र प्रमुखलाई जे पायो त्यही विषयमा सिफारिस गर्न नमिल्ने र औपचारिक समारोहको स्थापित परम्परा बेठोलिने गरी सम्बोधनका लागि सिफारिस आउनु शोभनीय नभएको भन्दै शीतल निवास असन्तुष्ट बनेको हो। यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पनि प्रधानमन्त्री र राष्ट्रपति बीच केही खटपट देखिएको पृष्ठभूमिमा बालेनको यो नयाँ कदमले केन्द्र सरकार र राष्ट्र प्रमुख बीचको दूरीलाई थप बढाएको सङ्केत गरेको छ। यसैगरी अर्को समाचार रहेको छ दर्शक महानुभाव, फेवातालको मुख्य मुहान र पोखरा बजारको लाइफ लाइन मानिने फिर्के खोला अतिक्रमण गरेर बनाइएका अवैध संरचनाहरूमाथि पोखरा महानगरपालिकाले डोजर चलाउन सुरु गरेको छ। अतिक्रमण हटाउन दिएको 35 दिने समय सीमा सकिए लगतै महानगरले आइतबारदेखि खोला घर मिचेर बनाइएका संरचनाहरू भत्काउन थालेको हो। प्राविधिक समितिले 8 किलोमिटर लामो फिर्के खोला क्षेत्रभित्र 53 वटा स्थायी र 107 वटा अस्थायी अवैध संरचना ठडिएको प्रतिवेदन सार्वजनिक गरेपछि महानगरले यो कडा कदम चालेको हो। सोही क्रममा 2060 सालमा तत्कालीन उपमहानगरपालिका अधिकारीहरूको गलत सिफारिसमा लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले खोलामाथि नै बनाएको 22 वर्ष पुरानो भवनलाई महानगरले आइतबार पूर्ण रूपमा ध्वस्त पारेको छ। यसका साथै बागलुङ बस पार्क नजिकैको फिर्के पुल र मुहान क्षेत्र अन्धेरी कुनामा खोला मिचेर बनेका अन्य संरचनाहरू पनि भत्काइएका छन्। यसअघि महानगरको यो अभियान विरुद्ध उच्च अदालत पोखरामा मुद्दा परे पनि अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको थियो। पोखराका मेयर धनराज आचार्यले खोला घर मिचेर बनेका सबै संरचनाहरू पूर्ण रूपमा नहटाएसम्म यो अभियान जारी रहने स्पष्ट पारेका छन्। खोलामा 6 मिटरको मापदण्ड कायम गर्दा अझै धेरै संरचनाहरू भत्काउनु पर्ने महानगरको भनाइ छ। अव्यवस्थित शहरीकरण र जथाभावी फोहोर फ्याँक्दा फिर्के खोला हुँदै फेवातालको 21 रोपनी भन्दा बढी क्षेत्र पुरिएर चौरमा परिणत भइसकेको छ। यसैबीच संरक्षण अभियन्ता रामबहादुर पौडेलले संरचना हटाएर मात्र नपुग्ने भन्दै 2 दशक अघिको जस्तै फिर्के खोला र फेवाताललाई पूर्ण जीवन दिने गरी संरक्षणका विशेष कार्यक्रम ल्याउन महानगरलाई सुझाएका छन्। यता नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबामाथि जारी भएको पक्राउ पूर्जी विरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको पेशी तोकिएको हो। आजको सुनवाईले देउबाको पक्राउ पूर्जीलाई रोक्ने अन्तरिम आदेश दिने वा नदिने भन्ने बारे निर्णय गर्नेछ। यसअघि गत जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले 15 दिनभित्र लिखित जवाब पेश गर्न सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो। साथै अन्तरिम आदेशबारे निर्णय गर्न दुवै पक्षलाई आजका लागि अदालतमा बोलाइएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको माग अनुसार काठमाडौँ जिल्ला अदालतले देउबा विरुद्ध पक्राउ अनुमति दिएपछि उनी सर्वोच्च पुगेका हुन्। हाल देश बाहिर रहेका देउबाले आफ्नो रेटमा पक्राउ प्रक्रिया गैर कानुनी भएको दाबी गर्दै आफू अनुसन्धानमा सहयोग गर्न र सम्पत्तिको स्रोत देखाउन तयार रहेकाले पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन्। यस्तै नेकपा एमाले सम्बन्धी अर्को महत्त्वपूर्ण समाचार रहेको छ। नेकपा एमालेको 10 घण्टा लामो तनावपूर्ण सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताहरूबाट तीव्र घेराबन्दी र राजीनामाको दबाव सामना गर्नु परेको छ। फागुन 21 को निर्वाचनपछि पहिलो पटक बसेको यो बैठकमा अधिकांश पदाधिकारीहरूले अध्यक्ष
अध्यक्ष ओलीलाई स्वैच्छिक रूपमा पद त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी निकै आक्रोशित बनेका थिए। 19 पदाधिकारी मध्ये 4 जना बाहेक सबैले नेतृत्व हस्तान्तरणको पक्षमा कुरा उठाएपछि रक्षात्मक बनेका ओलीले आफू विधि र प्रक्रियाबाट निर्वाचित अध्यक्ष भएकाले कसैले भन्दैमा पद नछाड्ने कडा अडान लिएका छन्। बैठकको सुरुमै अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था र राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले गरेको गिरफ्तारीका कारण लामो समय सचिवालय बैठक बस्न नसकेको स्वीकार गरेका थिए। उनले आफू विरुद्ध विभिन्न घेराबन्दी र षड्यन्त्र भइरहेको सूचना पाएको दाबी गर्दै कुनै बहाना बनाएर बैठक ढिला नगरेको प्रष्टीकरण दिए। पार्टी बाहिरबाट एमाले माथि लगातार प्रहार भइरहेको बेला भित्रै विभाजित हुनु आत्मघाती हुने भन्दै उनले समीक्षा र पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन नआएसम्म आन्तरिक विवादलाई बन्द गर्न आग्रह समेत गरे। नेपाली राजनीतिमा सधैँ कडा रूपमा प्रस्तुत हुने ओलीले बैठकमा भावुक र पड्किएर दुवै शैलीमा जवाब दिएका थिए। उनले सबै कुराको दोष केपी ओलीको थाप्लोमा मात्र खन्याएर अरू पदाधिकारी उम्किन नमिल्ने भन्दै आक्रोश समेत पोखेका थिए। यो परिस्थिति बन्नुमा सचिवालयका नेताहरूको उत्तिकै जिम्मेवारी छ। मलाई ओली र अध्यक्षमा बस भनेर तपाईँहरूले राख्नु भएको त होइन होला। नेतृत्वलाई यसरी लछार पछार पारेर तपाईँहरू पनि कहाँ पुग्नुहुन्छ र भन्दै उनले प्रश्न गरे। अन्ततः कार्यदलले 1 महिनापछि प्रतिवेदन बुझाएपछि असार दोस्रो साता केन्द्रीय कमिटी बैठक राख्ने र त्यहाँबाट आउने निष्कर्षलाई आफूले स्वीकार गर्ने ओलीको प्रस्तावमा सबै नेताहरू सहमत भएका छन्। एमाले भित्र ओली अहिलेसम्मकै बलियो अवस्थामा देखिए पनि अहिले उनको विकल्प खोज्ने समूह निकै आक्रामक बनेको छ। 301 सदस्यीय केन्द्रीय कमिटी मध्ये करिब 200 जना नेताहरू ओलीको विपक्षमा उभिने तयारी गरिरहेको एक शीर्ष नेताले दाबी गरेका छन्। विगतमा ओलीका हरेक निर्णयमा खम्बा बनेर उभिने महेश बर्तौला र पदम गिरी जस्ता युवा नेताहरू समेत अहिले पहिलो पुस्ताले सम्मानजनक अवकाश लिनुपर्ने मुद्दा उठाइरहेका छन्। सचिवालय बैठकमै उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट र सचिवहरू शेरधन राई, हिक्मत कार्की, छविलाल विश्वकर्मा लगायतका नेताहरू उनको विकल्प खोज्ने पक्षमा देखिएकाले ओलीको राजनीतिक भविष्यमा ठूलो सङ्कट देखिएको छ। आगामी केन्द्रीय कमिटी बैठकपछि उनलाई अर्ली महाधिवेशन वा विशेष महाधिवेशन मार्फत हटाउने आन्तरिक तयारी तीव्र पारिएको बुझिन्छ। त्यसैगरी अर्को महत्त्वपूर्ण समाचार रहेको छ दर्शक महानुभाव। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो साङ्गठनिक संरचनालाई जगैदेखि संस्थागत गर्ने उद्देश्यका साथ पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले गरेको निर्णय अनुसार आगामी असार 5 गते भित्र महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने गरी समय सीमा निर्धारण गरिएको हो। निर्वाचन लगत्तै सरकार सञ्चालन जिम्मेवारीमा समेत पुगेको रासपाले पहिलो पटक विशेष महाधिवेशन मार्फत नेतृत्व चयन र नीति निर्माणको प्रक्रियालाई अघि बढाएको छ। यसअघि तदर्थ समिति र मनोनयनका आधारमा चल्दै आएको पार्टी अब पूर्णतः निर्वाचित प्रणालीमा जाने तयारीमा रहेको छ। सार्वजनिक कार्यतालिका अनुसार 77 वटै जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्य आगामी जेठ 15 गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ। यस्तै जेठ 20 गते भित्र स्थानीय र जिल्ला तहका अधिवेशनका प्रतिवेदनहरू सङ्कलन गरिसक्ने, जेठ 25 गते भित्र महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली केन्द्रमा बुझाइसक्नुपर्ने र जेठ 30 गते भित्र जिल्ला सभापतिहरूले अधिवेशनको अन्तिम प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रदेश अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूको विस्तृत विवरण भने आगामी असार 5 गते भित्र अनिवार्य रूपमा केन्द्रमा आइपुग्नुपर्ने कार्यतालिकामा उल्लेख छ। रासुपाका अनुसार यस महाधिवेशनमा परम्परागत शैलीभन्दा फरक प्रविधिको अधिकतम प्रयोग गर्दै विद्युतीय भोटिङ मेसिन र डिजिटल माध्यमबाट प्रतिनिधि छनौट गरिनेछ। पार्टी कोषाध्यक्ष लिमा अधिकारीले यस महाधिवेशनलाई रासुपाको लोकतान्त्रिक यात्राको कोसेढुङ्गाका रूपमा व्याख्या गरेकी छन्। विगतमा पार्टी स्थापनाको प्रारम्भिक चरण र सानो आकारमा रहँदा अधिकांश पदहरू मनोनयन मार्फत पूर्ति गरिए पनि अब भने ओडा तहदेखि केन्द्रसम्मै निर्वाचन प्रणाली लागू गरिने उनले बताइन्। निर्वाचन सम्पन्न भएको छ महिनाभित्र महाधिवेशन गर्ने पूर्व प्रतिबद्धता अनुसार नै यो प्रक्रिया अघि बढाइएको भन्दै उनले अब लोकतान्त्रिक विधि अनुसार निर्वाचित नेतृत्व आउने र यसले पार्टीलाई थप संस्थागत एवं पारदर्शी बनाउने दाबी गरिन्। पार्टीले महाधिवेशन मार्फत आफ्ना नीति, विचार, दस्तावेज र संगठनात्मक संरचनालाई थप परिष्कृत गर्ने लक्ष्य राखेको छ। राष्ट्रपाले महाधिवेशनको घोषणा गरे पनि राजनीतिक वृत्तमा यसको तयारीलाई लिएर फरक मतहरू पनि देखिएका छन्। राजनीतिक विश्लेषक मुमाराम खनालले यसलाई हतारको महाधिवेशनको संज्ञा दिएका छन्। प्राविधिक रूपमा महाधिवेशन
आवश्यक भए पनि राजनीतिक दृष्टिकोणले तयारी पर्याप्त नदेखिएको तर्क गर्दै खनालले महाधिवेशन भनेको केवल नेतृत्व चयन मात्र नभई नीति र विचारलाई अद्यावधिक गर्ने प्रक्रिया पनि भएको टिप्पणी गरे। पार्टीको सदस्यता प्रणाली, प्रतिनिधित्वको संरचना र साङ्गठनिक आधार अझै पूर्ण रूपमा व्यवस्थित भइ नसकेको अवस्थामा महाधिवेशनको हतारो गर्दा त्यसले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिँदै उनले वैकल्पिक शक्तिका रूपमा उदाएको पार्टीले कम्तीमा सरकार सञ्चालनको 1 वर्षको अनुभवपछि मात्र महाधिवेशन गर्दा थप परिपक्व हुने सुझाव दिएका छन्। यता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो वार्षिक बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। जेठ 15 गते भित्रै संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले यति बेला अर्थ मन्त्रालयमा नीति, कार्यक्रम र अङ्कहरूलाई अन्तिम रूप दिने काम तीव्र पारिएको हो। बालेन सरकारको यो पहिलो र निकै प्रतीक्षित बजेट भएकाले यसलाई विशेष र परिणाममुखी बनाउन सम्पूर्ण सरकारी संयन्त्र केन्द्रित भएको छ। बजेट सार्वजनिक गर्ने दिन आउन अब थोरै समय मात्र बाँकी रहँदा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आफै दिनरात बजेट लेखनमा व्यस्त भएका छन्। अर्थतन्त्रका जानकार मानिने अर्थमन्त्री डाक्टर वाग्लेले देशको वर्तमान आर्थिक अवस्थालाई गति दिने र बालेन सरकारको सुशासन एवं विकासको एजेन्डालाई सम्बोधन गर्ने गरी बजेटको मस्यौदा तयार पारिरहेका छन्। उनी बजेट लेखन टोलीसँगै मन्त्रालयमै ओहोरात्र खटेर नीतिगत प्राथमिकता र बजेटको सिलिङ मिलाउने कार्यमा सक्रिय छन्। बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछिको पहिलो बजेट भएकाले यसप्रति आम नागरिक, निजी क्षेत्र र राजनीतिक वृत्तले निकै चासोका साथ हेरेका छन्। सरकारले लोकप्रिय, उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरूलाई बजेटमा प्राथमिकता दिन लागेको बुझिएको छ। जेठ 15 को संवैधानिक बाध्यतालाई भेटाउन र जनअपेक्षा अनुसारको दमदार बजेट ल्याउन अर्थमन्त्री डाक्टर वाग्ले सहितको टोलीले अन्तिम समयमा गृह कार्यलाई निकै गोपनीयता र गम्भीरताका साथ अगाडि बढाएको छ। त्यसैगरी नेपाल बार एसोसिएसनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा हाल लागू भइरहेको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति गम्भीर आपत्ति जनाएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले यदि गोलाप्रथा हटाएर प्रधान न्यायाधीश आफैले पेशी टोक्ने पुरानो प्रणाली फेरि बिउटाउन खोजिए कानुन व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। पुरानो व्यवस्थामा फर्किँदा न्यायपालिका फेरि राजनीतिक प्रभाव र दबावको चक्रव्यूहमा धकेलिने उनको दाबी छ। अध्यक्ष मिश्रले वर्तमान समयमा नेपाली न्यायपालिका निकै गम्भीर र संवेदनशील मोडबाट गुज्रिरहेको उल्लेख गरे। पछिल्लो समय प्रधान न्यायाधीशको नियुक्ति प्रक्रियामा संवैधानिक परिषद मार्फत राजनीतिक चलखेल सुरु भइसकेको टिप्पणी गर्दै उनले न्यायालयको स्वतन्त्रतामाथि ढुङ्गा हान्ने काम भइरहेकोमा चिन्ता व्यक्त समेत गरे। गोलाप्रथा प्रणालीले न्यायालयभित्रको बेन्च सपिङ र सम्भावित आर्थिक चलखेललाई धेरै हदसम्म रोकेकाले यसलाई कुनै पनि बहानामा कमजोर बनाउन नहुने बारको अडान छ। मुलुकको पछिल्लो राजनीतिक र सामाजिक परिवेशप्रति सङ्केत गर्दै अध्यक्ष मिश्रले अचेल सरकारको आलोचना गर्नेहरू विरुद्ध मानिसहरू परिचालन गर्ने र आवाज दबाउने गलत प्रवृत्ति मौलाउँदै गएको बताए। देश र न्याय क्षेत्र सङ्कटको घडीमा रहेका बेला सम्पूर्ण कानुन व्यवसायीहरूले आफ्नो विवेक गुमाउन नहुनेमा उनले विशेष जोड दिए। न्यायालयलाई निष्पक्ष, पारदर्शी र बलियो बनाउनका लागि सबै अधिवक्ताहरू एक ढिक्का भएर आफ्नो व्यावसायिक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। यस्तै अर्को महत्त्वपूर्ण समाचार रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारमाथि 11 वटा गम्भीर आरोप लगाउँदै सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित भएको निष्कर्ष निकालेको छ। आइतबार सम्पन्न पार्टी सचिवालयको 8औं बैठकपछि एमालेले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोतर्फ अग्रसर भएको आरोप लगाएको हो। बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारका गतिविधिप्रति पार्टीले गम्भीर असन्तुष्टि जनाएको र अब आवश्यकता अनुसार सडक र सदन दुवै मोर्चाबाट सरकारको भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय भएको बताए। एमालेले सरकार गठन भए लगतैदेखि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैर न्यायिक व्यवहार गरिएको मुख्य आरोप लगाएको छ। आफ्नै प्रस्तावमा बोलाइएको संसद बैठक हठात स्थगित गरेर अध्यादेश जारी गरिएको भन्दै एमालेले सरकारको कडा आलोचना गरेको छ। सोही अध्यादेश मार्फत विद्यार्थी युनियन तथा पेशागत सङ्घ सङ्गठनहरूमाथि प्रतिबन्ध लगाइएको दाबी एमालेको छ। यस्तै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई कुनै विकल्प नदिई अमानवीय ढङ्गले व्यवस्थापन गरिएकोमा पनि एमालेले आपत्ति जनाएको छ। सरकारमाथि प्रहार गर्ने क्रममा एमालेले भन्सार नाकामा परम्परागत अभ्यास विपरीत अव्यावहारिक कडाई गरेर जनतालाई दुःख दिएको निहित राजनीतिक स्वार्थ पूरा गर्न प्रधान न्यायाधीश सिफारिसमा स्थापित वरियता मिचेको र संसदको चालु अधिवेशनमा प्रधानमन्त्री आफैले राष्ट्र प्रमुखको अपमान गरेको गम्भीर आरोप समेत लगाएको छ। यसका साथै विश्वविद्यालय लगायतका राज्यका विभिन्न महत्त्वपूर्ण निकायहरूमा राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारी फेरबदल गरिएको
भनेको देशमा दलित र महिलामाथि हिंसाका घटना बढ्दा पनि सरकार मुखदर्शक बनेको र जनताको ढाड सेक्ने गरी भएको महँगी नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको एमालेको दाबी छ। निजी क्षेत्रका व्यवसायीहरूलाई निरुत्साहित बनाउने खालका गतिविधि गरेर सरकारले अर्थतन्त्रलाई सङ्कटमा पारेको भन्दै एमालेले तीव्र असन्तुष्टि व्यक्त गरेको छ। सरकारका यस्ता जनविरोधी र निरङ्कुश गतिविधि विरुद्ध अब संसद र सडक दुवै ठाउँबाट सशक्त प्रतिवाद गर्ने सङ्केत एमालेले दिएको छ। र अन्तिममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रको भविष्य जलाशययुक्त जलाधार आयोजनाहरूमा टिकेको बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत आयोजनाको अवलोकन गर्दै मन्त्री श्रेष्ठले जलाशय परियोजनाहरूलाई सरकारले विशेष प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनले त्यहाँ कार्यरत कर्मचारीहरूलाई जलाशययुक्त आयोजनाको दीर्घकालीन महत्त्वबारे पाठ पढाउँदै यस्ता आयोजना विद्युत उत्पादनका लागि मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिंचाई विस्तार र पर्यटन प्रबन्धनका लागि समेत बहुउपयोगी हुने धारणा राखे। जलवायु परिवर्तनका कारण नदीहरूमा पानीको बहाव अनियन्त्रित भइरहेका बेला पानी भण्डारण गर्ने संरचनाको आवश्यकता झन् बढेर गएको मन्त्री श्रेष्ठको भनाइ थियो। सरकारले अबका दिनमा नदीको बहावमा आधारित रन अफ द रिभर आयोजना भन्दा पनि पानी जम्मा गरेर आवश्यकताका आधारमा हिउँदमा समेत प्रयोग गर्न सकिने ठुला जलाशययुक्त आयोजनामा ध्यान केन्द्रित गर्ने दाबी उनले गरे। तर ऊर्जा क्षेत्रका जानकार तथा विज्ञहरूले भने मन्त्रीको यो भिजनमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्ता ठुला परियोजनाका लागि आवश्यक पर्ने अर्बौं खर्बौं रुपैयाँको वित्तीय स्रोत कहाँबाट आउँछ भन्ने मुख्य प्रश्न अझै अनुत्तरित रहेको उनीहरूको टिप्पणी छ। प्रस्तावित बुढी गण्डकी र पश्चिम सेती जस्ता ठुला जलाशययुक्त आयोजनाहरू अत्याधिक खर्चिला र पुँजी गहन प्रकृतिका छन्। सरकारको सीमित पुँजीगत बजेट र मुलुकको आर्थिक अवस्था हेर्दा यी आयोजनाहरू गफमा जस्तो सजिलै कार्यान्वयन हुने देखिँदैन। हाल नेपालको कुल सार्वजनिक ऋण 28 अर्ब रुपैयाँ नागिसकेको छ भने देशको बजेटको ठुलो हिस्सा चालु खर्च र पुरानो ऋणको साउवा ब्याज भुक्तानीमै ठिक्क हुने गरेको छ। यस्तो नाजुक अवस्थामा नयाँ ठुला परियोजनामा अर्बौं रुपैयाँ लगानी गर्ने सरकारको क्षमता निकै कमजोर देखिन्छ। यही कारण ऊर्जा विज्ञहरूले सरकारसँग केवल ओठे प्राथमिकता र भाषण मात्र नभई यस्ता रणनीतिक आयोजना बनाउन स्पष्ट वित्तीय खाका, रोडम्याप र व्यावहारिक लगानी रणनीति हुनुपर्नेमा जोड दिएका छन्। यिनै विषयमा तपाईँहरूको धारणा के छ कृपया कमेन्ट गर्नुहोला।